हेलो एभ्रिवान, वेलकम टु अ डे इन माई लाइफ। आज चाहिँ मेरो डे अफ थियो अनि म चाहिँ भर्खर रिकभरी पनि भएको थिएँ किनकि म बिरामी थिएँ नि त द्याट्स वाइ। अनि आज चाहिँ म रेडी भएर म चाहिँ मेरो हस्बेन्डलाई लन्च लिएर म हस्बेन्डको वर्क प्लेसमा जान लागेको छु। सो म चाहिँ छिटो रेडी भएँ किनकि म ढिलो भइसकेको थिएँ। सो म चाहिँ रेडी हुँदै थिएँ, छिटो मैले स्वेटर पनि लगाएँ अनि त्यसपछि सबै खानाहरू पनि प्याक गरेँ अनि त्यसलाई ब्यागमा राखेँ। अनि त्यसपछि म चाहिँ हिँडेँ। अब चाहिँ फाइनली म चाहिँ लन्च प्याक गरेर हिँडिरहेको छु। आज चाहिँ हाम्रो सिडनीको वेदर चाहिँ एकदम राम्रो नै थियो। सो म चाहिँ हिँडिरहेको छु। म चाहिँ ट्रेन स्टेसन, म चाहिँ जुत्ता देखाइरहेको छु, यो चाहिँ मैले नेपालबाट लिइरहेको थिएँ। सो म चाहिँ अब स्टेसन जान लागिरहेको छु। चाहिँ ट्रेन स्टेसन आइपुगेँ अनि ट्रेन स्टेसन आएको त मेरो ओपल कार्डमा ब्यालेन्स थिएन रहेछ। सो मैले चाहिँ टपअप गर्न लागेँ अनि त्यसपछि मैले कार्ड टपअप गरेँ। त्यसपछि म चाहिँ लागेँ। फाइनली ट्रेन पनि आइहाल्यो अनि म चाहिँ ट्रेनभित्र बसेँ अनि म चाहिँ ट्रेनमै थिएँ। मलाई चाहिँ कति बेला झरमलाज भइरहेको थियो। फाइनली म चाहिँ झरेँ अनि म चाहिँ हिँडिरहेको छु किनकि मलाई उता पारी जानुपर्ने थियो। त्यहाँबाट थोरै 10 मिनट जति चाहिँ म हिँड्नुपर्छ। सो म चाहिँ टुई लाएर हिँडिरहेको छु अनि फाइनली म वे आउट भएँ, टप अफ गरेँ। त्यसपछि म चाहिँ लिफ्टतिर जान लागेको छु किनकि मलाई चाहिँ तल जानु छ। फाइनली म तल पनि आएँ। तल आएपछि अब म चाहिँ रोड क्रस गर्छु अनि रोड क्रस गरेँ अनि रोड क्रस गरेपछि मलाई चाहिँ थोरै हिँड्नु छ। सो म चाहिँ हिँडिरहेको छु। अहिले चाहिँ हल्का गर्मी पनि भएको थियो। त्यो टाइम चाहिँ मैले चाहिँ एकदम तातो लुगा लाएर आएको थिएँ। सो म चाहिँ हल्का गर्मी पनि भएको थियो मलाई। सो म चाहिँ हिँडिरहेको छु। अब म थोरै हिँड्नुपर्छ। त्यसपछि चाहिँ म त्यहाँ पुग्छु अनि म अलिकति यता हराएँ। फेरि टिक गरिरहेको छु फेरि होइन। म चाहिँ कति बेला पुग्छ होला भन्दै हिँडिरहेको छु। आज चाहिँ मेरो फर्स्ट टाइम थियो, द्याट्स वाइ म्याप हेर्दै फोन गर्दै हिँडिरहेको छु। उहाँ बस्नुको त्यो ब्ल्याकवाला प्यान्ट लाउनुको एउटा मान्छे, उहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। त्यसपछि उहाँले चाहिँ मलाई देख्नुभयो अनि एक्साइटेड हुनुहुन्छ हो भनेर। म फाइनली त्यहाँ आइपुगेँ अनि मैले उहाँ हेरिराख्नु भएको छ मलाई अनि मैले ब्याग दिएँ अनि त्यसपछि मैले किस पनि गरेँ अनि बाई भनेर अनि त्यसपछि चाहिँ म घरतिर आएँ। थ्याङ्क यू फर वाचिङ माई ब्लग।